नमस्कार, म पार्ट 2 लिएर उपस्थित भइसकेको छु। मेरो पार्ट 1 लाई चाहिँ एकदमै धेरै मन पराइदिनु भएको छ, माया गर्नु भएको छ है। धेरै धेरै धन्यवाद सबैजनालाई दिन चाहन्छु। अनि यो पार्ट 2 पनि एकदमै धेरै इम्पोर्टेन्ट रहेको छ। प्यारेन्ट चाइल्ड ट्रेनिङको मेरो अनुभवहरू म हजुरहरूलाई सेयर गर्न जाँदैछु। त्यही भएर हजुरहरूले सुनेर अरूलाई पनि सेयर गरेर सुनाउनु होला है त, एकदमै इम्पोर्टेन्ट रहेको छ। ल अब म चाहिँ थेरापी गराउन मेरो निरीक्षलाई लिएर जाँदै गर्दाखेरि चाहिँ प्यारेन्ट चाइल्ड ट्रेनिङ पनि एकदमै इम्पोर्टेन्ट छ, लिनु होला भनेर मलाई सजेस्ट गर्नुभयो। त्यसपछि मैले ढिलो नगरी मैले तुरुन्तै नाम लेखाइहालेँ। अनि 1 महिना कि 15 दिनपछि पालो आउने थियो। त्यो बिचमा त मैले त थेरापी गराइरहेको थिएँ नि त। अब त्यो थेरापीमा मलाई टोटल्ली केही पनि थाहा थिएन, के गराएको, यसो खेलाए जस्तो मात्रै छ सामान्य है। अब यसैले ठिक हुन्छ होला त यो थेरापी, अब खेलाएको मात्रै छ, यसो हेर्दाखेरि त के गराएको होला, यसले के हुन्छ होला, कति धेरै मनमा प्रश्नहरू थिए क्या। अटिजम त थाहै थिएन, अब सुनेकै थिएन त्यतिखेरसम्म त आफूलाई नपरिकन। अब वरिपरि सर्कल आफन्त कहीँ कतै पनि नसुनेको नाम अटिजम होइन, आफूलाई परेको छ। अब थेरापीमा लिएर गएको छ, थाहा छैन केही पनि भनेपछि अब मैले प्यारेन्ट चाइल्ड ट्रेनिङको पालो आयो मेरो। अनि त्यसपछि अब गइयो, आमा छोरा दुवैजना चाहिँ हामी गयौँ। अनि गइसकेपछि 1 हप्ता चाहिँ हामीलाई थ्योरी क्लासहरू दिनुहुन्छ अटिजम बुझाउनको लागि। अब त्यो बिचमा पनि यति धेरै इमोसनल भयो, यति रोइयो है, त्यो कुराहरू सुन्दा लाइफ लङ हुन्छ यस्तो उस्तो भन्दाखेरि इमोसनल भयो सबैजनै, पार्टिसिपेट सबैजनालाई अलिक गाह्रो भयो। अनि त्यस पछाडि अब थ्योरी सँगसँगै हाम्रो प्र्याक्टिकल पनि हुन्थ्यो। अब त्यो प्र्याक्टिकल गराउँदै चाहिँ मैले जुन अघि भनेको थिएँ थेरापीमा के गराएको, किन यो खेलाएर के हुन्छ र भन्ने ममा भएको प्रश्नको मैले बिस्तारै एन्सर पाउन थालेँ होइन। त्यहाँ अब साथीहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको सबै साथीहरू जोडिएका थियौँ हामी होइन, एकअर्कासँग चाहिँ त्यो कुराहरू सेयरिङ गर्ने। अब त्यहाँ पुगिसकेपछि चाहिँ कस्तो फिल हुन्छ भने मलाई मात्र परेको होइन रहेछ, सबैजना रहेछौँ भनिसकेपछि बिस्तारै अलिकति आफूलाई रिलिफ भएको जस्तो महसुस हुन थाल्ने होइन। त्यहाँ गइसकेपछि साथीभाइसँगको कुराकानी गफगाफ अनि दिनै पछिको नयाँ नयाँ कुराहरू सिकाइ होइन। त्यसले गर्दा चाहिँ धेरै हदसम्म आफूलाई त्यो जुन गाह्रो भयो स्थिति थियो अलिकति सहज हुँदै गयो मलाई चाहिँ। अनि बिस्तारै चाहिँ अब पहिलाको कुराहरू सम्झिन्थेँ। बाबुले एकदमै झगडा गर्ने, केही कुरा चाहियो भने एकदम झगडै गरेर उसले पाउने क्या, भन्न नजान्ने, पोइन्टिङ गरेर नदेखाउने। अब यी कारणहरूको चाहिँ एन्सर बिस्तारै थाहा हुन थाल्यो क्या। अनि अर्को कुरा, हामीले हाम्रो बालबालिकालाई कुन थेरापी दिन आवश्यक छ, जरुरी छ त भनेर ट्रेनिङ लिइसकेपछि बिस्तारै हामी आफैलाई पनि थाहा हुन्छ क्या, यसमा चाहिँ अलिकति गाह्रो छ, यो थेरापी चाहिँ गराउनुपर्छ होला भनेर हामी आफैलाई पनि त्यो कुरा थाहा हुने। अनि सबै कुरा बिस्तारै बुझ्दै गयो, सिक्दै गयो होइन। आफूलाई पनि धेरै सजिलो हुँदै गयो। अब हाम्रो ट्रेनिङ थियो 2-2.5 महिनाको। मैले चाहिँ अटिजम केयर नेपालमा लिएको हो है। मलाई चाहिँ एकदम चित्त बुझेको ठाउँ, मैले थेरापी पनि त्यहीँ गराएँ। अनि प्यारेन्ट चाइल्ड ट्रेनिङ पनि मैले त्यहीँ लिएको, पछि डिप्लोमा कोर्स पनि मैले त्यहीँ पढेको। धेरै धन्यवाद दिन चाहन्छु हाम्रो अटिजम केयर नेपाललाई, उहाँ त्यहाँको प्रशिक्षकहरू सबैजना एकदमै मजाको, सबै म चाहिँ एकदमै थ्याङ्कफुल छु अटिजम केयर नेपालसँग। अनि त्यसरी चाहिँ प्यारेन्ट चाइल्ड ट्रेनिङ 2-2.5 महिनाको लगभग सकिन लाग्दाखेरि हामी एकदम आत्तिएको थियौँ कि कति छोटो समय, 6 महिनाको भइदिए पनि हुन्थ्यो, अझै हामी लिन पाउँथ्यौँ नि त, अझै सिक्न पाउँथ्यौँ भनेर कति छोटो समय लागेको क्या। 2-2.5 महिना त कति छिटो सकेको जस्तो महसुस हुने। अनि त्यो सकिने दिन पनि हामी त कति रोको, हामी त्यहाँ पार्टिसिपेटहरू कति धेरै रोयौँ, म्यामहरू पनि इमोसनल हुनुभयो होइन। अनि छुट्टिने बेलामा एकदमै गाह्रो भयो, फेरि घर बस्नुपर्छ। यतिखेरसम्म त कति आनन्द रिलिफ भएको थियो, बिहानै गयो दिनै पछि हुन्थ्यो। अनि साथीभाइसँग भेट कुराकानी, त्यो बोन्डिङ पनि एकदम राम्रो भएको क्या साथीहरूसँग। अझै पनि 2जना साथीहरूसँग त एकदमै राम्रो, दुःखको सुखको साथी हुनुहुन्छ क्या, दुःख पर्दा पनि सेयर गर्ने, सुख पर्दा पनि सेयर गर्ने। अरूसँग चाहिँ ठिकै छ भने 2जनासँग चाहिँ एकदमै राम्रो सम्बन्ध छ अहिले पनि भनिसकेपछि त्यसरी आफूले साथी पनि भेट्यो, दुःख सुख सेयर गर्ने होइन। अनि म चाहिँ के भन्न चाहन्छु भने जति पनि अटिजम अभिभावकहरू हुनुहुन्छ, यो तालिम चाहिँ हजुरहरूले लिनै पर्छ, कम्पलसरी नै भन्छु क्या म चाहिँ। किनभने हामी आफूले बुझे पो अनि हामीले हाम्रो बालबालिकासँग पनि काम गर्न सजिलो हुन्छ नि त। जहिले थेरापीमा लगेर मात्रै त्यो समस्याको समाधान हुँदैन है, हामीले आफूले पनि बुझ्नुपर्छ, सिक्नुपर्छ भन्छु म चाहिँ। अनि जति पनि अभिभावकहरू हुनुहुन्छ यो चाहिँ लिनु नै होला। जहाँ हजुरहरूलाई पाएको पर्छ, जहाँ सजिलो हुन्छ, जता बसेको हुनुहुन्छ हजुरहरूले सम्पर्क गरेर यो
प्यारेन्ट चाइल्ड ट्रेनिङ चाहिँ हजुरहरूले लिनु नै होला है। एकदमै हामीलाई सजिलो हुन्छ, हामी आफू चेन्ज पाउँछौँ क्या। त्यसपछि चाहिँ हामी हाम्रो बच्चालाई भन्दा पनि हामी आफूलाई चाहिँ अब चेन्ज हुन्छौँ र हामीले सिकाउन थाल्छौँ भनिसकेपछि इम्पोर्टेन्ट नै रहेको छ यो चाहिँ। प्यारेन्ट चाइल्ड ट्रेनिङ त मेरो लागि त कति धेरै सजिलो भयो यो ट्रेनिङ लिइसकेपछि त भनिसकेपछि मैले चाहिँ यही सेयर गर्न चाहेँ हजुरहरूलाई। मेरो स्पेसल एजुकेटरको जर्नी पनि हजुरहरूलाई सेयर गर्न थियो। यो फेरि लामो भिडियो हुने रहेछ, म अर्को फाइनल एपिसोड लिएर आउनेछु होइन, मेरो फाइनल पार्ट अर्को पार्ट 3 लिएर आउँछु। हजुरहरूले यसलाई पनि धेरै माया गर्नुहोला, सेयर गर्नुहोला, अरूसँग सेयर गर्नुहोला। किनभने जबसम्म हामीले थाहा पाउँदैनौँ बुझ्दैनौँ भने हाम्रो बालबालिकाहरूसँग हामीले कसरी काम गर्ने त, उनीहरूलाई कसरी बुझ्ने त, बुझ्नै सकिँदैन नि। किन रोइरहेछन्, किन तानिरहेछन्, के भइरहेछ, सेन्सरी इस्युका कुराहरू आउँछन् होइन, किन कान थुनिरहेछ होइन, किन खान मानिरहेछ होइन, कति धेरै कुराहरू हामीलाई थाहा हुँदैन क्या। जब हामीले बुझ्दै जान्छौँ सिक्दै जान्छौँ त्यो तालिमबाट चाहिँ हामीलाई यावत कुराहरू चाहिँ थाहा हुँदै जान्छ होइन। त्यही भएर हरेक अभिभावकले चाहिँ यो तालिम लिनै पर्नेछ, लिनु नै होला है त। हस्।